वास्तवमा भन्यो भने पैसा बहुत जरुरी कुरा हो। पैसा बिना धेरैको हरेक काम रोकेको हुन्छ। अनि पैसा ठुलो नभएको भए अहिले स्यालेरी बढाउन भनेर हर कोही आन्दोलनमा खटिनु हुन्थेन। पैसाको लागि कुनै दाजुभाइ विदेश जानु हुन्थेन। हामी स्वदेशमै केही गर्नुपर्छ भनिन्छ, तर स्वदेशमै केही गर्न पनि त्यति सजिलो कहाँ छ त? हरेक कुरामा लगानी चाहियो। हरेक कामदारलाई काम गरेपछि पैसा दिनु पर्यो। यी सब कुराहरू समेटिन्छ के, जसले गर्दाखेरि प्रब्लमहरू हर कसैलाई फेस गर्नुपर्छ। त्यो झ्याप्प कुनै बिजनेस सुरु गर्न पनि एकदम गाह्रो हो के। ओरियन्समा सिस्टमहरू छ, कसैले त्यो सिस्टमलाई फलो गर्न सक्नुहुन्छ, कसैले सिस्टमलाई फलो गर्न सक्नुहुन्न। हरेक क्षेत्रमा राम्रो नराम्रो पक्षहरू छ। अनि कुनै पनि कम्पनीमा खोट होइन, बास त्यो कम्पनीमा आबद्ध भएर काम गर्ने व्यक्ति कस्तो हुनुहुन्छ, यो कुरा चिन्न एकदमै जरुरी हुन्छ। जसले गर्दाखेरि हामी झ्याप्प नबुझिकन कुनै पनि व्यक्तिको हात समात्न पुग्छौँ, त्यतिखेर हामी आफूलाई धोका भएर हामी राम्रो चिजलाई नि गलत भन्न पुग्छौँ के।